के तपाईहरूले पनि सेयर सेल गर्दा अनेबल टु प्लेस अर्डर क्वान्टिटी एक्सिडेड डीपी ब्यालेन्स भनेर देखाएको छ? यदि देखाएको छ भने यसलाई कसरी सल्भ गर्ने भन्ने बारेमा आजको यस भिडियोमा म तपाईहरूलाई पूरा जानकारी गराउने छु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। अझैसम्म पनि यस युट्युब च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने कृपया सब्स्क्राइब गरिदिनु होला। यो प्रब्लमलाई फिक्स गर्नको लागि मेरो शेयर अकाउन्ट ओपन गर्नुहोला। मेरो शेयर अकाउन्ट ओपन गरिसकेपछि माई पोर्टफोलियोमा क्लिक गर्नुहोला। त्यसपछि यहाँ तपाईले सेल गर्न चाहनु भएको शेयर छ कि छैन फर्स्ट अफ अल चेक गर्नुहोला। यदि तपाईले बिक्री गर्न चाहनु भएको शेयर यसमा अभाइलेबल छ भने तपाईहरुले माई शेयरमा जानुहोला। यदि तपाईहरुको शेयर करेन्ट ब्यालेन्समा र फ्री ब्यालेन्समा यसरी देखाएको छ भने तपाईहरुको मेरो शेयरमा कुनै पनि इस्यु छैन भन्ने कुरा बुझ्न सक्नुहुन्छ। तर प्लेज ब्यालेन्स, लक इन ब्यालेन्स र फ्रीज ब्यालेन्समा कुनै पनि अंकहरु देखिएको छ भने तपाईको डिम्याट अकाउन्टमा प्रब्लम छ भन्ने कुरा बुझ्नुपर्छ। यसलाई सल्भ गर्नको लागि तपाईहरुले कुन क्यापिटलबाट मेरो शेयर र डिम्याट अकाउन्ट ओपन गर्नु भएको छ सोही क्यापिटललाई कन्ट्याक्ट गरेर आफ्नो समस्याको जानकारी गराएर प्रब्लम सल्भ गर्न सक्नुहुन्छ। मेरो चाहिँ फ्रीज ब्यालेन्समा शेयरहरु देखिएको छ र क्यापिटललाई कन्ट्याक्ट गर्दाखेरि तपाईहरुको सम्पूर्ण डकुमेन्टहरु इमेलको माध्यमबाट पुनः पठाइदिनुहोस् भनेर भन्नुभयो र सम्पूर्ण डकुमेन्टहरु इमेलबाट पठाएपछि प्रब्लम समाधान गरिदिनु भएको छ। यो खालको समस्या तपाईहरुको पनि रहेको छ भने तपाईहरुले पनि क्यापिटललाई इमेलको माध्यमबाट आफ्नो डकुमेन्टहरु मेल गरेर प्रब्लमको सल्भ गर्न सक्नुहुन्छ। तर माई शेयरमा कुनै पनि समस्या छैन भने अन्य कारणले गर्दा पनि यो खालको समस्या चाहिँ देखाउने गर्दछ। जसमा अर्को कारण भनेको टीएमएस मा देखिएको समस्या हुन सक्छ, जसको लागि तपाईहरुले टीएमएस ओपन गर्नुहोला। त्यसपछि ब्रोकर ब्याक अफिसमा क्लिक गर्नुहोला र डीपी होल्डिङमा क्लिक गर्नुहोला। यहाँ सीडीएस टोटल ब्यालेन्स, सीडीएस फ्री ब्यालेन्स र टीएमएस ब्यालेन्समा यहाँ देखाए जस्तै सिमिलर अंक देखिएको हुनुपर्छ। यदि यसमा कुनै पनि अंक देखिएको छैन वा फरक अंक देखिएको छ भने पनि यस्तो समस्या आउने गर्दछ। मेरो चाहिँ सीडीएस फ्री ब्यालेन्स र टीएमएस ब्यालेन्समा यस्तो खालको 00 देखाएको थियो र ब्रोकरलाई कन्ट्याक्ट गरेर यस्तो खालको देखाएको छ भनेर स्क्रिनशट गरेर मेल पठाएपछि ब्रोकरले समस्याको समाधान गरिदिनु भएको छ, जुन हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ। पहिला मेरो टीएमएस मा यस्तो खालको देखिएको थियो भने ब्रोकरले समस्या सल्भ गरिसके पछाडि यस्तो खालको देखिएको छ। यदि तपाईहरुको पनि यस्तो समस्या देखा परेको छ भने तपाईहरुले आफ्नो ब्रोकर अफिसमा कन्ट्याक्ट गर्नुहोला। कन्ट्याक्ट गरिसकेपछि तपाईको ब्रोकरले यस समस्यालाई सल्भ गरिदिनु हुनेछ। तत्पश्चात तपाईहरुले सजिलैसँग आफ्नो शेयर बिक्री गर्न सक्नुहुनेछ। यदि तपाईहरुलाई भिडियो हेल्पफुल लाग्यो भने लाइक, कमेन्ट र शेयर गर्नुहोला। यस्तै इन्फर्मेटिभ भिडियो हेर्नको लागि च्यानललाई सब्स्क्राइब गर्नुहोला। पुरा भिडियो हेर्नु भएकोमा र च्यानललाई सब्स्क्राइब गर्नुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद।